गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। र आज म भ्लगको दोस्रो दिन सबैलाई स्वागत छ फेरि पनि मेरो नयाँ भ्लगमा। र आज भ्लगको दोस्रो दिन पहिलो डेलिभरी गर्न जाँदैछु। कलङ्कीबाट आएको छ अर्डर र म रुमबाट निस्किनु गएको। अब पहिलो है गाइज म चाहिँ रुमबाट निस्किनु लागे ब्याग स्याग हालेर साइकल अहिले चाहिँ म रुमबाट कालीमाटी चोक पुगिसकेको छु गाइज होइन। यहाँ कालीमाटी चोकमा चाहिँ भिडभाड छ। यहाँ कालीमाटी चोकबाट यताबाट जाने किर्तिपुर, यताबाट किर्तिपुर र यो कलङ्की जाने र म यही बाटो जान्छु अहिले कलङ्की सिधै यहाँबाट। मेरो पहिलो राइड बढेको छ 2.5 किलोमिटर छ 2.5 किलोमिटर। अहिले चाहिँ म सोल्टी मोड जाने र कलङ्की जाने त्यो बाटोमा आइपुगेँ। र सुन्नुभएको होला सोल्टी होटल काठमाडौँको सोल्टी होटल चाहिँ यताबाट भित्र पर्छ र यताबाट कलङ्की। सोल्टी होटल चाहिँ यहाँबाट लाग्नुपर्छ र कलङ्की जानुलाई चाहिँ यहाँबाट सिधा। र गाइजहरू हेर्दा फेरि अर्को उकाली आइसकेको छ। काठमाडौँमा रोड पनि सन्थर एक ठाउँमा छैन, उकाली ओह्राली गर्नै पर्छ होइन पठाउमा चाहिँ। त्यो भएर यो सुनेर चाहिँ मलाई एउटा गानाको याद आउँछ गाइज। उकाली ओह्राली गर्दै होला नाला छहरा छर्दै। रोम रोम भाइयों, सिस्टम पार देंगे। गाइज अब बिस्तारै साइकलबाट म अब एउटा स्कुटी नै किन्छु जस्तो पनि लागिरहेछ। मैं गाली नहीं दे सकता, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना जिंदगी भर याद रखें। म स्कुटीको सोरुम नै रहेछ, यस्तै स्कुटी लिनुपर्छ। फेरि हिँड्ने क्रममा नै हामी कलङ्की चोकमा पुगिसकेका छौँ गाइज। देख्न सक्नुहुन्छ कलङ्की चोक यतानिरै हो। र कलङ्की चोकबाट यो सिधै चाहिँ खानकोट जाने बाटो हो भने यता दायाँ बाटो जान्छ। अहिले जाने चाहिँ दायाँ बाटो जानेछु गाइज है, किनभने मेरो रेस्टुरेन्ट चाहिँ तर्फ नै छ। गाइज अहिले सिग्नल त मेरो छैन, तैपनि म यो ट्राफिक नियमलाई एकदम त्यति खासै साइकलमा युज हुँदैन ट्राफिक नियम। त्यो भएर म सिग्नलै तोडेर यहाँबाट भाग्दैछु गाइज। ये फंस गया सीएम। एकदम ओह्रालो छ है। त्यहाँ स्वयम्भू मेरो मोबाइलले क्याप्चर गर्न सकेन गाइज। स्यामसङ S24 अल्ट्रा भएको भए क्याप्चर गर्थ्यो। म पुगिसकेको छु मेट्रो ट्रेन रेस्टुरेन्ट एन्ड होटलमा। मेरो चाहिँ यहीँ थियो आएको। अब यहाँबाट म अर्डर लिन्छु है। फाइनल्ली गाइड पुगिसक्यो, बस्नु भएको छ। जिप परेको छ गाइज। जम्मा 1.3 किलोमिटर यानि कि 1300 मिटरको राइड छ। लोकेसनमा पुगिसकेका छौँ र कस्टमर उता वेट गरिरहेको छ। तपाईँलाई कस्तो लाग्यो हाम्रो अर्डर टाइममा पुग्यो कि के भयो? अझ अर्डर गर्दै गर्नु होला है। समझ रहे हो ना? आधा घन्टाको वेटिङ पछि फेरि अर्को अर्डर आइसकेको छ र म पिक गर्नको लागि जाँदैछु। र जो अघि मैले भनेको थिएँ सोल्टी मोड
फाइनली गाइस सोल्टी मोड आइसकेको छ। देख्न सक्नुहुन्छ यहाँनिरबाट नै हो सोल्टी मोड जाने दायाँबाट, र म दायाँबाट नै जान्छु। ऑर्डर रेडी भैया हो तो फिर हमको अभी तक नहीं दिया। एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। 119 पे इतनी अच्छी पार्टनरशिप चली। ओ भाई मारो, मुझे मारो मारो। फाइनली मैले अर्डर गरिसकेँ र म लखनऊ बिरयानीबाट निस्किँदैछु। अर्डर चाहिँ मैले थमेल पुगाउनु पर्ने छ र यहाँबाट 3 किलोमिटरको दूरीमा छ। म विष्णुमती पुल पुगिसकेको छु र म केही समयपछि थमेल पुग्दैछु। अब थमेल पुगेपछि गाइस आज म फरेनरहरूसँग बोल्ने कोसिस गर्छु नेपालको बारेमा। गाइस म बसन्तपुर पुगिसकेको छु र थमेल यहाँबाट अलिक थोरै टाढा छ। गाइस आज म तपाईँहरूलाई एउटा पुरानो चिज देखाउँछु यहाँनिरको, हेर्नु होला। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। भनेको पुरानो चिज हेर्न सक्नुहुन्छ। धेरैजना घुम्नु पनि भएको यहाँ थाहा होला है, दर्शन गर्नुहोस्। बाबाजी मिल गए। बाबाजी जय सियाराम। सक्नुहुन्छ यहाँ धेरै भिडभाड छ गाई। बसन्तपुरको बिच इलाका हो यो चाहिँ है। यहाँ धेरै पसलहरू छन् यताउता, धेरै भिडभाड नि भइराखेको हुन्छ, बाटो काट्न नि गाह्रो भइराखेको हुन्छ। यहाँ साइकल त्यही भएर हिँडेर लग्दैछु किनभने ब्रेक छैन, कहीँ ठोकिन नि सक्छ। हेर्नुहुन्छ यहाँको भिडभाड, बाटो नै बन्द भइसक्यो है। भाई यहाँ पे क्या हो रहा है? भाई यहाँ पे क्या हो रहा है? भाई ये कहाँ फंस गया भाई मैं? भाई ये क्या हो रहा है भाई? Here you can see many more foreigner here. That's foreigner here. Okay. Yeah. You can see. I just want to talk with foreigner, but कौन है ये लोग? कहाँ से आते हैं? you can see many more people here. One of the favorite place of mine. Here you can see. Okay. Chinese people also here. सवेरे मनुष्य लोगों की मनुष्य शक्ल देख ली। अहिले थमेलबाट बाहिर आइसकेको छु र देख्न सक्नुहुन्छ यहाँनिर एउटा बिगेस्ट होटल पनि छ एउटा। र म अहिले लाजिमकट भन्ने ठाउँमा जाँदैछु र मेरो तेस्रो अर्डर आइसकेको छ है गाइस। म चाहिँ अहिले साइक्लिङ गर्दा गर्दै रानीबारी भन्ने ठाउँमा पुगेको छु है। काठमाडौँको रानीबारी भन्ने ठाउँ र रेस्टुरेन्ट पनि त्यतै छ। पिज्जा इटालियनमा पुगिसकेको छु। कस्तो लाग्यो तपाईँहरू? टाइममै भयो नि होला। ब्याङ्कक सारङ भन्ने रेस्टुरेन्टमा पुगिसकेको छु। म अब अर्डर पिक गरेर यहाँबाट लाग्छ छिन्न है। गाइस देख्न सक्नुहुन्छ यहाँ हङकङभित्र एउटा यस्तो घुम्ने बनाएको छ है। डेकोरेसन खतरनाक छ, तपाईँले देख्न सक्नुहुन्छ नक्सा भन्ने ठाउँमा होइन। गाइस म चाहिँ अर्डर पिकअप गरेर म यहाँबाट हिँड्न लागिसकेँ। 2 किलोमिटर छ यो पनि, नजिकै छ। रेस्टुरेन्टमा पुगिसकेको छु।
बाप को मत सिखा चल। मैले अर्डर एक्सेप्ट गरिसकेको छु र अहिलेको राइड चाहिँ 5.5 किलोमिटरको छ। धेरै टाढा छ यो विशालनगरबाट बालाजु गङ्गबु बसपाकसम्म छ है। फिर अब मिलेंगे गङ्गबु बसपाक में मिलेंगे। चलो अभी हम बंद करते हैं। बीच बाटोमा एउटा आन्टीले मकैको ठेला राख्नु भएको, त्यहाँबाट एउटा मकै लिए, भोक पनि लागेको थियो र मकै खाँदैछु। सिटीमा पुगिसकेको छु है। के छ दाइ फेरि आइयो? हिजो त लग्यो केही गरेन, लेडिजलाई पठाओ, आफू आएन। फेरि त आजको यो लास्ट अर्डर हुन्छ होला जस्तो छ मेरो। त्यो पिकअप गरेर म हिँड्न लागिसकेँ र अहिलेको पनि धेरै टाढा छ, लगभग 5 किलोमिटर नै छ। हेरौँ। मैं गाली नहीं दे सकता, गाली नहीं देना। फैमिली देख। र यति सँगसँगै मैले पनि रिक्वेस्ट गरिसकेँ र भ्लग आजको सम्पन्न गर्ने खाएको पनि थिएन गाइस। अब मैले 50 यो किनेको छु र यो खान्छु चियासँग। त्यसपछि चाहिँ म रुमतिर लाग्छु। खाना खाएपछि म चाहिँ निस्केँ अब आफ्नो रुमतिर। Turn left to stay on Gitanjali Marg, then turn left onto Lamaningen Marg. चार्ज पुग्दैन, फेरि अब सोधेर जानुपर्छ होइन। र म के भन्दैछु भने चाहिँ जति पनि पठाउहरू हुन्छ होइन हेर्ने तपाईँहरूको चाहिँ कसरी मिलिरहेको छ मेरो त यस्तै छ होइन। तपाईँहरूको तर अरू केही नभए पठाउमा चाहिँ समस्या चाहिँ खानाको खाना कतिखेर खाने टाइमै मिल्दैन होइन। कहिले त भोकै नि राइड हालिन्छ। समस्या यो छ मेरो चाहिँ पठाउहरू कमेन्ट गर्नु होला। Turn left onto Lamaningen. कोई तरीका है भीख मांगने का? म रुम पुगिसकेको छु है। तपाईँलाई मेरो